तपाईँ कति सालमा जन्मिनु भएको नढाँटी भन्नुहोस् त? 2011 सालमा। 11 सालमा। यता एकचोटि यसो यसो अनुहार देखाइदिनु त तपाईँ। ल 2011 सालमा जन्मिनुभएको। अनि तपाईँलाई कस्तो लाग्छ कि अब केराबारी डाँगी मतलब केराबारी देखेर केराबारी वार्ड चाहिँ तपाईँलाई कस्तो लागिरहेछ? कतिसम्म विकास भयो जस्तो लागिरहेछ? अहिले राम्रै विकास भएको छ। हजुर, तपाईँले यो अनि यो केराबारीको पुल चाहिँ अब जस्तै बन्छ भनेर सोच्नु भएको थियो कि नै? थिएन। अनि यतिको विद्युत सिद्युत यतिको आउँछ भनेर तपाईँले सोच्नु भएको थियो कि नै? थिएन। तपाईँलाई अहिलेको भावी पुस्ताले चाहिँ तपाईँलाई विकास गरे जस्तो लाग्छ कि तपाईँलाई मतलब टाइम पास गरे जस्तो लाग्छ? होइन, विकास गरेकै हो, यतिको विकास भएकै हो, नभएको होइन। ल ठिक छ, तपाईँले यति भन्नुभयो। अब तपाईँलाई अबको यो जो हाम्रो संविधान अहिले चुनाव भयो, यो चुनाव पछाडि तपाईँलाई चाहिँ घन्टीले जित्यो। तपाईँलाई घन्टीले जितेको ठिक छ कि मतलब केपी ओलीले हारेको खुसी छ? 35 वर्ष हाले मैले। हजुर सूर्यमा भोट। हजुर हजुर अहिलेसम्म लेबी तिरिरहेको छु। हजुर सालको 250। हजुर। तर यसपल्ट घन्टीमै हालियो। घन्टीमै हाल्नु पनि भयो होइन त? पक्का। तपाईँ के अब यो भावी पिँढीले अब मतलब अझै विकास गर्छ भन्ने मतलब तपाईँलाई लागेको छ कि तपाईँ यतिमै रहन्छ भन्ने तपाईँको सम्भावना छ? अब आशा चाहिँ छ। हजुर। गर्न नगर्न उहाँहरूको विचारको कुरा हो। हजुर हजुर। गर्थे राम्रो कुरा हो। हजुर हजुर। फेरि पनि उहाँहरूले चान्स पाउनुहुन्छ। गर्नु भएन, पुरानै शैलीमा जानुभयो भने पाउनुहुन्न। ल तपाईँको लास्ट एउटा निष्कर्ष म तपाईँलाई सोध्छु। केपी ओलीले हारेर तपाईँलाई खुसी लागेछ कि दुःख लागिरहेछ? मलाई त खुसी लाग्छ। खुसी लागिरहेछ नि? ओके, त्यसको लागि ताली एकचोटि होइन? ल ठिक छ। होइन, तपाईँलाई अहिलेको भावीमा अब प्रधानमन्त्री को बने जस्तो लाग्छ तपाईँको निष्कर्षमा? बाले नै बन्नुपर्छ। तपाईँलाई रवि लान्छाले गृहमन्त्री को बने जस्तो लाग्छ? ल भन्नुहोस्। ओके रे, होइन रवि लामिछाने गृहमन्त्री, बालन शाह प्रधानमन्त्री बन्नु पर्यो। अब राष्ट्रपति चाहिँ तपाईँलाई को बने जस्तो लाग्छ? राष्ट्रपति अब उनीहरूले मनोनित गरेर ल्याउने कुरा हो। हजुर। को बन्छ को बन्दैन त्यो मलाई त्यति राम्रो। अनि तपाईँको घर चाहिँ यहाँनिर कहाँ भन्नुभयो? घर होइन, मेरो घर त केराबारी। तपाईँको घर केराबारी। यहाँ कसकोमा आउनुभएको? दालचोक। सुक्रेहरू मेरो भतिजा। अच्छा, यो सुक्रे यो हाम्रो सबैभन्दा धनी यहाँका? हजुर हजुर। उहाँहरू तपाईँको आफ्नो रिश्तेदारहरू? भतिजाहरू, दाजुको छोराहरू। अच्छा अच्छा। ल तपाईँ भनेपछि अब घन्टीले जितेर एकदम खुसी हुनुहुन्छ। अबको भावी प्रधानमन्त्री चाहिँ बालन शाह देख्न चाहनुहुन्छ तपाईँको लास्ट निष्कर्ष होइन त? ल त्यसको लागि तपाईँलाई धन्यवाद। यति हामीलाई इन्टरभ्यू दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद है।